particles of the element. Simple lies. Ultimate अंतिम particles, अंतिम that cannot be further break down. त्यसलाई अरु सानो टुक्रा गर्न सक्दैन. त्यसको पार्टिकललाई हामी एटम भन्छौँ. त्यसको एटमको एलिमेन्टको सबभन्दा सानो पार्टिकल छ. अब त्यसको स्ट्रक्चर के? त्यसको स्ट्रक्चर कस्तो हुन्छ त? सबभन्दा अन्तिम पार्टिकल यही हो. यसमा पनि सानो सानो पार्टिकल छ. सर एउटा क्वेशन छ. के भन्छ बिग ब्याङ थ्योरी भन्छ नि यहाँ अनि एटमको एक्सप्लोजनबाट भन्छ अनि यो यति नै सानो पार्टिकल छ. त्यसको स्ट्रक्चर के? जस्तै हामीहरुको स्ट्रक्चर छ नि, कति स्ट्रक्चर छ, रेक्टाङ्गुलर छ, सबको आफ्नो आफ्नो स्ट्रक्चर छ. एटमको स्ट्रक्चर के छ? सुन्नु, एटमको स्ट्रक्चर तीनटा मोडेलाइजेसन आइसकेको हामीले फलो गर्छौँ. एटमको स्ट्रक्चर तीनटा मोडेल. एउटा छ थम्सन्स एटमिक मोडेल. थम्सन जे थम्सन वैज्ञानिकको नाम हो. त्यसले एटमको बारेमा स्ट्रक्चर दिएको. दोस्रो छ त्यो फेल गरिसक्यो. त्यसमा धेरै ड्रब्याक्सहरू आयो. त्यसपछि आयो रदरफोर्ड एटमिक मोडेल. कसको मोडेल आयो? रदरफोर्ड एटमिक मोडेल. रदरफोर्डमा पनि केही ड्रब्याक्सहरू आयो. नयाँमा आयो बोह्रस एटमिक मोडेल. बोह्रस अहिले 9 क्लासमा आएको छ. बोह्रस एटमिक मोडेल पढायो किनकि पढाउने मान्छेले थाहा हुन्छ, विद्यार्थीहरू भन्ने सुनेको थियो, विद्यार्थी सोचिहाल्छ. त्यसैले हामीले यहाँ यो भनेको ब्रिज कोर्स अथवा एडभान्स क्लास हो र यसमा तिमीले 11 क्लासको लागि कनेक्ट गर्छ. त्यसले ब्रिज कोर्स भन्छ. एडभान्स एजुकेसनमा 10 र यो 11 को बीचको कोर्स भनेर तिमीले टेस्ट गर्छ. यसैमा योहरू हामीले पढ्नुपर्छ. थम्सन्स एटमिक मोडेल हैन, रदरफोर्ड एटमिक मोडेल, बोह्रस एटमिक मोडेल, यसको बारेमा हामी बुझ्नेवाला छौँ 3 दिनमा. अब जुन 3 दिनमा क्लास हुन्छ नि त्यसमा एटमको स्ट्रक्चरको बारेमा हामी बुझ्छौँ. एटमको स्ट्रक्चर च्याप्टरको नाम छ एटमिक स्ट्रक्चर. अल स्टुडेन्ट चाहिँ हो. यसमा 1 इयर्स 2 इयर्स लेख्न सिकाउँछ नि, त्यो पनि म यसैमा सिकाउँछु. सबै कुरा यसमा हामी धेरै कुरा सिकाएको छ. ल अब हामीले मोडेल पढ्दाखेरि पहिले के पढ्नुपर्छ? थम्सन थम्सन्स एटमिक मोडेल. थम्सन्स एटमिक मोडेल यसको बारेमा हामी पहिले बुझ्छौँ. थम्सन्स एटमको स्ट्रक्चरको बारेमा, एटमको मोडेलको बारेमा के भन्यो त? कस्तो हुन्छ एटम? जे थम्सन पुरा नाम हो. जे थम्सन जसले इलेक्ट्रोनलाई डिस्कभर गरेको थियो, इलेक्ट्रोनको बारेमा पढाएको थियो. हेर भने जे थम्सनले के भन्यो भने एटम कस्तो हुन्छ? अकर्डिङ टु जे थम्सन एटम इज स्फेरिकल. एटम कस्तो हुन्छ? स्फेरिकल. स्फेरिकल भनेको कस्तो त? बल जस्तो. एटम इज what? स्फेरिकल. एटम भनेको थाहा छ अल्टिमेट पार्टिकलको सबभन्दा सानो पार्टिकल. र त्यो सानो पार्टिकलको स्ट्रक्चर के? स्ट्रक्चर कस्तो हुन्छ? स्फेरिकल हुन्छ. कसले? मैले भनेको हो? हैन. मैले भनेको छ थम्सन्सको अनुसार एटम कस्तो हुन्छ? स्फेरिकल. स्फेरिकल भनेको तारको जस्तो हैन, पम्किन जस्तो, कविमान हुन्छ, फर्सी यसको जस्तो अथवा बल जस्तो स्फेरिकल यस्तो सेपको हुन्छ है. त्यसपछि मैले यतिकै मात्रै भने त्यसपछि भने एटम्सको भित्र, अब एटम त सानो पार्टिकल हो, यसको भित्र पनि सानो सानो पार्टिकल छ. एटम consists of number of smallest particles inside the atom. There are too many smallest particles which reside inside the atom. एटम को भित्र अरु सानो सानो पार्टिकल, एटम त आफै सानो पार्टिकल छ र त्यसको भित्र पनि सानो सानो पार्टिकलहरु छ. यो एक्सपेरिमेन्ट गरेर यसले पत्ता लगायो यसको भित्र पनि सानो सानो पार्टिकल छ र त्यो सानो पार्टिकल्सलाई के नाम दियो त? सब एटमिक पार्टिकल्स. के नाम दियो? सब एटमिक पार्टिकल्स. पार्टिकल्स सब एटमिक पार्टिकल्स नाम दियो. एटम्स आफै सानो पार्टिकल्स हो र एटम्सको भित्र अरु सानो सानो पार्टिकल्सहरु छ र त्यो सानो सानो पार्टिकलको नाम के दियो? सब एटमिक पार्टिकल्स. तिमीहरु सुनेको छ तर थाहा छैन. त्योहरु के हो त? त्योहरु हो इलेक्ट्रोन. सुनेको छ नि? इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोन, न्यूट्रिनो, एन्टिप्रोटिनो, मेसन. देयर आर टू मेनी. तिमीले तीनवटा सुनेको छ, इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोन. तर यो तीनटा मात्र छ, अरु पनि छ. न्यूट्रिनो छ,
एन्टिप्रोटिन छ, मेसन छ, यो सबै एटमको भित्र बस्छ। त्यो पार्टिकल्सलाई हामी के नाम दिएको त? सब एटमिक पार्टिकल्स। तिमीलाई सोधिदिन्छ कसैले व्हाट इज सब एटमिक पार्टिकल्स? दुईटा एक्जाममा भनेर सोधिदिन्छ व्हाट इज सब एटमिक पार्टिकल्स? देन यु हैव टु आन्सर the smallest particles which reside inside the atom. The smallest particles which reside inside the atom are called subatomic particles. The smallest particles, smallest भनेको सबभन्दा सानो particles which reside inside the atom. यो एटम्सको भित्र अरु सानो पार्टिकल्सहरु छ, एक्स्ट्रा पार्टिकल्सहरु छ र त्यो सानो पार्टिकल्सको नाम के दिएको त? Subatomic particles. They are electron, they are proton, they are neutron, neutrino, antiprotino, meson, वगैरह etc. है तुमको नाम लेंगे इलेक्ट्रॉन, है ना, प्रोटॉन, है ना, न्यूट्रॉन, न्यूट्रिनो, है ना, एंटीप्रोटिनो, है ना, मेसन, योहरू सब एटमिक पार्टिकल्सहरु हो जो एटम्सको भित्र बस्छ यो है। तर अब यसको बारेमा अलिकति अरु among these subatomic particles यिनीहरु मध्ये इलेक्ट्रोन, प्रोटोन and neutron are of major. Among these there are too many subatomic particles, but among them electron, proton, neutron are of major. Major भनेको छ मुख्य हो। यिनीहरु मध्ये यो तीनटा के छ त? मेजर हो, मुख्य सबatomic पार्टिकल्सहरु हो। कुन? इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोन। So they are called fundamental particles. त्यसैले यो तीनटालाई के भन्छ त? fundamental particles भन्छ। fundamental particles अब हेर्दा यहाँ आन्सर सोधिदिन्छ which one is the fundamental particles? यो चारटा नाम यो टिक द न्यूट्रोन, इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई के भन्छ? fundamental particles भन्छ। किन भन्छ? Because they are major. किनभने के हो त? मुख्य हो भन्छ। they are major. यिनीहरु मेजर किन हो? मेजर किन फेरि यिनीहरुलाई मेजर किन भन्यो? यसको पछाडी कारण के छ भने they are well known in an atom. एटमको भित्र यिनीहरु चार्ज के छ, यिनीहरुको मास के छ, यिनीहरुको पोजिसन के छ, यो सबै कुरा के छ त? नोन छ, हामीले थाहा छ। त्यसैले यिनीहरुलाई मेजर भन्छ। कसलाई? इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोन र यसैले यो तीनटाले के भन्छ त? फंडामेंटल पार्टिकल्स भन्छ। Which subatomic particles are the fundamental particles? Electron, proton and neutron are the fundamental particles. One, ask you why electrons and neutrons are fundamental? You have to say because they are well known in an atom. Yes sir. Well known. Some पढ्छौ इलेक्ट्रोन एटम्सको भित्र कहाँ छ, प्रोटोन कहाँ छ, न्यूट्रोन कहाँ छ, त्यसको बारेमा अहिले हामी पढ्छौँ। यिनीहरुको पोजिसन, यिनीहरुको चार्ज, यिनीहरुको मास सबै कुरा के छ त? हामीलाई जानकारी छ, नोन छ, पत्ता लागिसकेको छ। त्यसैले यिनीहरु मेजर र मेजर भएको नामले नाम के हो त? फंडामेंटल पार्टिकल्स।